ल गाइज आज चाहिँ होइन हामी चाहिँ होटेल म्यानेजमेन्टको है एचएमको है एचएमको चाहिँ हामीले आज चाहिँ यो 2025 र 2082 अहिलेको मोडल अहिले आउने ट्रमको मोडल चाहिँ कस्तो हुन्छ भनेर चाहिँ यो क्वेसन चाहिँ हेर्ने है। यो क्वेसन चाहिँ एकदम इम्पोर्टेन्ट क्वेसनहरू चाहिँ यहाँ रोल ओभर गरेको छ। यो क्वेसनहरू मात्र राम्रो तरिकाले बुझेर यसको लेख्ने तरिकाहरू जाने भने चाहिँ हामीले इजिली ए अथवा ए प्लस चाहिँ फिक्स लिएर आउन सकिन्छ। ए प्लसको लागि चाहिँ अझै मिहिनेत गर्नुपर्छ, तर चाहिँ ए चाहिँ यति क्वेसनमै घुमी नै आउने हो है। त्यो कुरा चाहिँ बुझ्नु पर्यो र यो क्वेसनहरू चाहिँ एकदम ध्यान दिएर चाहिँ हेर्नु होला। यो चाहिँ 2082 को मोडल हो है। यो चाहिँ विभिन्न सोर्सहरूबाट विभिन्न माध्यमहरूबाट खोजेर यो एकीकृत रूप हो है। त्यसै गरेर हाम्रो एचएममा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ क्वेसन नम्बर 1 बाट चाहिँ क्वेसन नम्बर 9 सम्म चाहिँ हाम्रो भेरी सर्ट क्वेसनहरू हुन्छ है। भेरी सर्ट क्वेसन हुन्छ, 1 वर्ड एन्सर 1 सेन्टेन्स एन्सर हुन्छ। र यसपछि चाहिँ हाम्रो चाहिँ 10 देखि 14 सम्म चाहिँ सर्ट क्वेसन हुन्छ है। र त्यसपछि चाहिँ 15 र 16 पनि 16 के हुन्छ लङ क्वेसन हुन्छ। जम्मी गरेर हाम्रो एचएमको मार्क्स चाहिँ कतिको हुन्छ 50 मार्क्सको हुन्छ है। 50 मार्क्सको हुन्छ र यो 50 मार्क्स गेन गर्नलाई चाहिँ एकदम सजिलो छ है। अब यो क्वेसनहरू चाहिँ मैले यत्तिकै भन्दा पनि चाहिँ यो क्वेसनहरू चाहिँ स्क्रिनसट गर्ने कि त चाहिँ एउटा कपीमा लेख्ने है। अब एचएमको चाहिँ यति नै हुन् क्वेसनहरू भेरी सर्टको लागि। अब चाहिँ सर्टको लागि पनि म देखाइदिन्छु है। सर्टको लागि हेर्दाखेरि चाहिँ सर्टमा सर्ट क्वेसन चाहिँ यति छन्। यो चाहिँ सर्ट क्वेसन हो है। यो 10 देखि 14 सम्म चाहिँ सर्ट क्वेसनहरू हो। यिनीहरू चाहिँ मजाले पढ्ने है। अहिले चाहिँ मैले यो मोडल मात्र भन्दैछु, अनि मैले चाहिँ यसको एन्सरहरूको सल्युसनहरू पनि म सिधै नै पोस्ट गर्छु हैन। र यसमा चाहिँ बढी डिस्कसन गर्दिनँ किनकि एचएमको अब धेरै टाइम छैन नि त। अब आइसक्यो, अब हाम्रो इक्जाम फिक्स भइसकेको छ हैन। 21 गतेबाट जो हुने भनेर फिक्स भइसकेको छ। टिचरहरू अब घर फर्किनेवाला छन्। त्यस कारणले गर्दाखेरि चाहिँ अब टाइम निकै कम छ र छुट्टी पनि छैन एचएमको बेलामा। त्यही भएर चाहिँ मैले यो मोडल लिएर आइदिएको छु। यसको एन्सर सल्युसन कस्तो तरिकाले लेख्दाखेरि चाहिँ बढी मार्क्स गेन गर्न सकिन्छ त्यसको बारेमा पनि म यो पछि भिडियोमा लिएर आउँछु है। अहिलेको लागि चाहिँ यो क्वेसनहरू मात्र हेर्नु होला। यो धेरै लामो भिडियो पनि स्ट्रेच गर्दिनँ। यो क्वेसनहरू चाहिँ स्क्रिनसट गर्नु होला है। यहाँदेखि चाहिँ 10 नम्बरदेखि चाहिँ 14 नम्बरसम्म चाहिँ सर्ट क्वेसन। अनि यसपछि चाहिँ अनि यो एडभान्टेज छ, अरूमा पनि आउँछ क्वेसनहरू चाहिँ। र यति मात्र पढ्यो भने चाहिँ फिक्स ए त लिएर आइन्छ कि यति मात्र पढ्यो भने चाहिँ ए चाहिँ लिएर आइहालिन्छ है। विभिन्न सोर्सहरूबाट मैले पुरै खोजेर चाहिँ यो लिएर आएको हो। यति मात्र पढ्यो भने चाहिँ ए चाहिँ आउँछ। र अझै बुक यो प्लस बुक गऱ्यो भने चाहिँ ए प्लस चाहिँ इजिली लिएर आउन सकिन्छ है। अब तपाईँले यहाँ ए लिएर आएर प्र्याक्टिकल त 50 मार्क्सको इजिली चाहिँ के हुनसक्छ ए प्लस आउँछ। एचएममा चाहिँ ए प्लस ल्याउन सजिलो छ है। र अब चाहिँ ग्रुप सीको लागि यति दुईवटा क्वेसन पढ्न पऱ्यो है। ग्रुप सीको लागि है यति चाहिँ पढ्नै पर्छ। यति कुराहरू पढ्यो भने चाहिँ हामीले राम्रो मार्क्स गेन गर्न सकिन्छ कि। प्र्याक्टिस गर्न पऱ्यो, यसको मात्र भरमा बस्न भएन हैन। तर चाहिँ आफ्नो मेहनत पनि दिनु पऱ्यो। तर हुन्छ नि यो क्वेसनले मात्र धान्न त सक्दैन नि त है। यसमा चाहिँ मेथड अफ कुकिङ आछ, यसमा चाहिँ छुट्टै मेथड अफ सुप पाउन पायो र त्यस्तो त पढ्न पऱ्यो। तर चाहिँ यति मात्र पढ्यो भने चाहिँ क्वेसनको फर्मेट चाहिँ यस्तै हो कि है। अब ब्यालेन्स डाइटको निड्स र इम्पोर्टेन्स जान्न पऱ्यो। ब्यालेन्स डाइट भनेको के हो जान्न पऱ्यो। यस्तो कुराहरू चाहिँ सबै जान्न पऱ्यो क्या। अब जे यहाँ मैले हाइलाइटेड वर्डहरू छ नि, जस्तो भनेको चाहिँ जस्तो यहाँ यो प्रोसिड्युर चेक इन प्रोसिड्युर छ भने चेकआउट प्रोसिड्युर पनि जान्न पऱ्यो हैन। अब यो जस्टिफाई छ नि फुड एन्ड बिभरेज सर्भिसको, यो अरू पनि जान्न पऱ्यो है। अनि चाहिँ पुरानो पास्ट सेट क्वेसनहरू पनि चाहिँ हेर्न पऱ्यो कि। पास्ट सेट क्वेसनहरू हेर्न पऱ्यो, त्यसको सल्युसन गर्न पऱ्यो। पास्ट सेट क्वेसन है, तपाईँहरूले यदि पास्ट क्वेसन प्लस यो मैले दिएको फर्म यो जुन क्वेसन छ यो गऱ्यो भने चाहिँ ढुक्क ए प्लस आउँछ। ढुक्क ए प्लस आउँछ। पास्ट क्वेसन है, विगत 2 वर्षको पास्ट क्वेसन अनि प्लस अहिले मैले दिएको क्वेसन गऱ्यो भने चाहिँ ढुक्क ए प्लस आउँछ। ओके ल, थ्याङ्क यू सो मच फर टुडे। यही नै रह्यो हाम्रो फर्मेट, यही नै हाम्रो फर्मेट। एक्चुअली म माथि गरेर अझ एकचोटि देखाइदिन्छु। यही नै हाम्रो फर्मेट है।